हेलो गाइस, हाम्रो तेजस्वीको पापा चाहिँ बजार जानुभएको थियो। अन्त मैले चाहिँ आज मेरो सेम्पू त्यो हेड एन्ड सोल्डर युज गर्दै थियो। त्यो पहिलाको हो कि पुरानै भएर म त्यो चाहिँ एक्सपायर भयो, एक्सपायर डेटै लेखेको छैन र फ्यालिदिनु पऱ्यो। अर्कोले कुन चाहिँ ल्याइदिनु भयो, हेरौँ के ल्याइदिनु म हेरौँ। तपाईँहरूमा हेर्नुको लागि तयारी हुनुहोस् साथी हो गाइस। म चाहिँ यो कोठाहरू सफा गर्दै थिएँ, अझै मिलाइसकेको छैन गाइस। यी लुगाहरू हेर्नु सक्नुहुन्छ हो, मुसाले काटेर कपडा राखेको। यो चाहिँ गाइस यो चाहिँ मैले बनाएकै गुडिया डल ल गाइस। अनि सफा गर्दै थियो, त्यत्तिकै भयो। तेजस्वी पापा पनि आइपुग्नु भयो हो, मलाई कल मिस कल गर्नुहुँदै थियो। अन्त यो मैले चाहिँ इन्डोर प्लान्ट हेर्नुहोस् राम्रो छ गाइस हो। अन्त यसले चाहिँ गर्ने हो। म चाहिँ जाँदैछु, के ल्याइदिनु भयो तेजस्वी पापाले सबै म तपाईँहरूलाई देखाउने छु गाइस। तेजस्वी पापाले चाहिँ चामल ल्याउनु भएछ हो, चामल खतरा हो। यो तेजस्वीको कपडाहरू जाडोको एउटा दुइटा ल्याइदिनु सब हेरौँ मैले के ल्याइदिनु भएछ गाइस। देख्नु सक्नुहुन्छ तपाईँहरूले यहाँ हो। वाउ, सेम्पू चाहिँ दामी ल्याइदिनु भएछ। यो सेम्पू चाहिँ महँगो दामको ल्याइदिनु भएछ, राम्रो ल्याइदिएछ। कपाललाई मोइस्चराइजर पनि गर्ने रहेछ गाइस। यो सेम्पू रहेछ। लुक एट द्याट, आइसला। थ्याङ्क यू सो मच तेजस्वीको पापा। सेम्पू पनि राम्रो ल्याइदिनु भएछ, राम्रो कम्पनीको राम्रो ल्याइदिनु भएछ गाइस। कस्तो लाग्यो यो सेम्पू? तपाईँहरूले पनि चलाउनु भएको छ भने मलाई कमेन्ट गर्नु होला गाइस। राम्रो छ। अरू के ल्याउनु भएछ हेरौँ। अरू त नदेखाउँ होला है। अरू त पेम्पस ल्याउनु भएछ, देखाउँछु म। सबै खनाउँछु ल, सबै खनाहरू देखाउँछु तपाईँहरू। ओहो तेजस्वीको हेर्नुहोस् है, यो तेजस्वीको ल्याउनु भएछ। यो पनि तेजस्वीको हो। ओहो हो तेजस्वीको। यो चाहिँ के ल्याइदिनु भएछ भन्दा मलाई ओहो ब्राउन ब्रेड। ए होइन रहेछ, आँटाको रहेछ हौ। ब्राउन ब्रेड होइन, यो चाहिँ आँटाको हो। हामी मैदाको त्यति खाँदैन गाइस हो। त्यो के ल्याउनु भएछ गाइस? यो बहिनीको अक्को लुगा पनि ल्याइदिनु भएछ है, म देखाउँछु पक्कै। तेजस्वीको ल्याइदिनु भएको रहेछ, दामी ल्याइदिनु भएछ। जाडोको लुगा ल्याइदिनु तेजस्वीलाई हो, उसको पापाले गाइस। दामी ल्याइदिनु भएछ, सेट ल्याइदिनु भएछ हो। मलाई पनि एक सेट ल्याइदिनु भएछ विन्टरको गाइस। कस्तो लाग्यो हेर्नुहोस्। तर मलाई यो कलरले सुहाउँछ कि सुहाउँदैन। यो के हो यति लामो? नेक्सी जस्तो छ त। अन्त कुर्ता सुरुवाल पो ल्याइदिनु भएछ। मलाई त कुर्ता सुरुवाल त नपसन्द, ठिकै छ। तर पनि यति लामो मोटो खालको विन्टर ड्रेस कुर्ता सुरुवाल रहेछ, तर लङबाट रहेछ। मलाई लङ चाहिँ खासै मन पर्दैन। अब ल्याइदिइहाल्नु पर्छ, थ्याङ्क यू त भन्नु पऱ्यो गाइस। सबैभन्दा मलाई पसन्द आयो के आयो गाइस भन्दा चाहिँ नि सेम्पू देख सकते हो। ए हो दामी त्यो सेम्पू अहिले देख्यो। यो सेम्पू, त्यो अघि कन्डिसनर गाइस दामी रहेछ हो। अरू के ल्याउनु भयो फेरि हेर्छु अर्कोमा ल म गाइस। तेजस्वीको पापाले ल्याइदिनु भएको यो ड्रेस चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला। मलाई चाहिँ अब हेर्दा चाहिँ त्यति मन परेन हो, अब लाउँदा चाहिँ ठिकै नै लाग्यो। दाम पनि ठिकै रहेछ हो। कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गर्नुहोस्, हेर्न सक्नुहुन्छ। म चाहिँ लङ चाहिँ यस्तो कहिल्यै लाउँदिनँ, त्यस्तो लङ चाहिँ। अब तेजस्वीको पापाले ल्याइदिनु भएछ, फर्स्टचोटि लङ लगाएको। नत्र भने चाहिँ म पूजा मन्दिरतिर जान मात्रै लाउँथेँ हो। वाइटमा स्काई ब्लू होइन, यो स्काई ब्लू भन्नु, स्काई ब्लू नै हो। कस्तो लाग्यो गाइस? मलाई यो कलरले मलाई म्याच गरे कि गरेन गाइस, कमेन्ट गर्नु होला भन्नु होला हो। तर मेरो पैसा चाहिँ त्यति पसन्द चाहिँ आएन, अब लामो भनेर। तर मलाई अहिले चाहिँ अलिक हल्का चाहिँ आयो, तपाईँहरूले भनिदिनु होला।